यो प्रपर भ्यू चाहिँ यो है मेन इन्ट्रान्सको पार्क भिलेज होटल। हेलो गाइज, वेलकम टू माई च्यानल। पहिलो गियर भाइ अनुप के छ हो हाल खबरहरू? ठिकठाक छ होला नि सबैजना? म पनि ठिकठाक छु। लङ टाइम नो सी भइरहेछ है। ठिक छ। आज अफिसको एउटा प्रोग्राम छ पार्क भिलेज रिसोर्टमा, त्यहीँ जाँदैछौँ हामी। त्यहाँ गएर यसो अलिअलि सानोतिनो भ्लग बनाइन्छ, त्यसकै म एउटा सानो कन्टेन्ट बनाएर राख्छु है। पार्क भिलेज रिसोर्ट पुरा नीलकण्ठ। अहिले चाहिँ यहाँ म हाम्रो एकजना दाइ पर्चेसको दाइ हुनुहुन्छ, उहाँलाई म के हो दाइ चिलमा बसेछ त यार, दाइलाई लिएर अनि उता रिसोर्टसित लाग्छौँ है। रिसोर्टतिर के हो मुख लडबडाउँछ त बिहान बिहान यार। 7 बजे बिहान यो राखेर यो गर्नु गरेछ यार। जय कात्यानी माता। ठिक छ, आवाजहरू त आइरहेकै होला होइन? यो भ्यू पनि ठिकै आइरहेको होला। दाइको घर कता हो यार? ए मिट बानेश्वर होइन? ए बिर्सेछु मैले त, उतैबाट जानु पर्ने रहेछ। ठिक छ। अब यहाँ म आफ्नो होस्टेल शान्तिनगरबाट दाइको यहाँ मिट बानेश्वर हो, दाइलाई लिएर अनि ट्याक्क उता निस्किनु। प्रोग्राम कति बज्यो भनेपछि 7:30 8 बजीसम्म आइपुग्नु भनेको थिएँ। अब 8 यहीँ बजिसक्यो। ठिक छ, नेपाली टाइम। अब बिस्तारै ल। अब दाइको रुम आउन लाग्यो। दाइको रुम आउनु लाग्यो। दाइसँग ट्याक्क भेटेर भ्लग नबनाउन पाएर नि कति भइसकेको थियो यार। जाने 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 भन्दा भन्दै पनि घरि के नमिल्ने घरि के नमिल्ने के हो। क्लिप त लागेको छु नि, लगाएको रहेछ। ठिक छ ल। दाइको रुम यही हो होइन? अब रुम देखाउन मिल्दैन होला। यो प्रपर भ्यू चाहिँ यो है मेन इन्ट्रान्सको पार्क भिलेज होटल। ल है त, वेलकम टु गभर्नर सागर डिस्टिलरी प्रोग्राम। सरी, दामी देखेछ त यार। कडा जाने यताबाट हो क्या? के भएर होइन नि? आमा यहाँ रहेछ नि त हिरो। नाइस वान। ओहो, these all are our products. Nuptials, Royal Blue, Grey Wolf, Berries and Blues, and then lastly the Governor. Nice one, nice. के झरे रहेछ त? के झरेकै हो? नेक्स्ट होला यसमा हाम्रो। ओहो गरिन्छ कि? नाइस वान। के झरेछ नि त? के हो यो त? अरू जाउँ त?
यो नअडिने रहेछ यहाँ गभर्नर। ल हाम्रो कन्फरेन्स हल चाहिँ यो जस्तो छ। ओहो नाइस ग्रे वुल्फ रोयल ब्लू हाम्रो भर्खर लन्च भएको नयाँ रक्सी हो ल यो चाहिँ म्याक्स हेर्नु त आमा दामी छैन त। त्यसपछि यो भयो बेरिज एन्ड ब्लुज त्यो भयो दि गभर्नर यो हाम्रो चाहिँ एनुअल सेल्स मिट 2082 as you can see है। र यो चाहिँ हाम्रो डाइनिङ आजको लागि यहाँ हाम्रो दुईटा हुनार दाइहरू बसिरहन् हान्दैछौँ सबैजना धमाल। यसमा हाम्रो स्ट्रेन्थ 42.8% एबिडी which is 25 प्राइस हाम्रो एमआरपी 2795 र यसमा हाम्रो की सेलिङ पोइन्ट भनेको 10 वर्ष एज गरिएको मल्ट जुन चाहिँ स्कटल्यान्डको आउट अफ 5 टु अफ द बेस्ट हाइल्यान्ड स्पेस साइडबाट ल्याएको मल्ट युज गरेर ब्लेन्ड गरिएको हो र यसलाई एज के छ दिले म्याम? ठिक छ सर कस्तो हुँदैछ त हजुरको सेल्स मिट? मेरो सेल्स मिट त राम्रो भयो चक्लेट खाँदैछु ल। हाम्रो यो अहिले 10 मिनटको ब्रेक रे कहिले सकिने हो यार। ल साथी अब हामी रुमतिर लाग्दैछौँ। 9:22 टुकटुकमा जानुपर्दो रहेछ। यो मेरो रुम पार्टनर आजको लागि विराट महर्जन हाम्रा एचआरका एसिस्टेन्ट म्यानेजर। हामी अब रुमतिर लाग्दैछौँ। टुकटुकमा जानुपर्दो रहेछ। ठुलै रहेछ यार यो त हिँडेर 5-7 मिनट लाग्छ भन्नुभएको थियो हो र कडा त्यसो हेर्दा आउँछ होला नि दुवैजना। बबाल रमाइलो भइरह बबाल दौडा दौडे हो आज घटिन्छ कि क्या हो? फेरि बेलुका बढ्छ फेरि अब ए अहिले बढ्छ। अब हाम्रो लन्च खाने टाइम भयो अनि ठ्याक्क त्यही बेलामा हामी लागिहालौँ भनेर यही हो। सेकेन्ड फ्लोरमा ए ल ल थ्याङ्क यू दाइ धन्यवाद। लेट्स गो गभर्नर अन द ब्याक। ल हाम्रो यहाँ नाइन 9:22 भनेर माथि होला त राम्रै छ कस्तो छ सबैजनाले पायो नि हामीलाई चाहिँ कस्तो रुम दिएको त यार ठाउँै नभएको मतलब खाली नभएको हाम्रो त पुरै लिमिटेसन छ साथी। मेरोमा यसमा गोप्रोमा चार्ज पनि सक्यो। अब हामी 9:22 यो कति हो? ल 9:22 यता 9:21 मा को छ हाम्रो खुलेन? यहाँ हाम्रो हल ल यहाँ हाम्रो रुम पार्क भिलेजको रुम 9:22 हामी अब लाग्छौँ। बेर्दै लागिहाल्ने नि त ल हाम्रो डाइनिङ हल लन्च एरिया हो के ब्रो? पुरो लन्च टाइममा चाहिँ यो हाम्रो नयाँ ब्रो लन्च टाइममा डिस्टर्ब नगर्नु होला। हामी त्यस्तो धेरै एक्सपोजर चाहँदैन। पनि खाँदैन। प्योर भेज झोल खानुहुन्छ मासु खानुहुन्न।
मस्त पानी परेर यसो ब्रेकमा निस्किदिएको होला यो है सकाउँदैन टेन्सन भइसक्यो कति बोल्यो भने बोलेछ ल फाइनली क्लोजअप भयो है सक्यो मिट बल्ल 7:30 बजी सकिने हुने 8:30 बजिसक्यो ल क्लोजअप हुनु सक्दैन हाम्रो ल यो नाइट भ्यू सबजना फर्ममा आइसक्यो यता सुरु पनि भइसक्यो होइन हाम्रो कार चाहिँ आजको लागि यता छ जस्तो छ है ए भूपेन्द्रजी Brand manager. एउटा ड्रिङ्कको चाहिँ आइटम छ जस्तै पपकर्न होला नील होला होइन अथवा विथ रक होला विथ वाटर होला एउटा केही न केही पेट बन्छ क्या त्यसमा अहिले रेसिपी पनि हेर्छ तपाईँले के मिसाएर पेट बनाउनु पर्ने होइन त्यसपछि त्यो कसलाई दिनुपर्ने त्यसको नाम पनि हेर्छ है तर फ्लोर भएर सुन्नु एकैचोटि पेट बनाइसकेपछि उहाँलाई लगेर ट्याक्कै दिनु पऱ्यो है अनि उहाँले खाने दियो है रेसिपी चाहिँ तपाईँले उहाँलाई जे पर्छ नि कल्चरमा कुनै एउटा आइटम त्यसको रेसिपी चाहिँ यहाँ चाहिँ यहाँ गएर बनाउन सक्नुहुन्छ है ल सुरुवातमा आउँछ कुरो मेरो नाम चाहिँ ननिकाल्नु है दाइ उहाँलाई के पर्छ चाहिँ आफै ल भाइ आफै थाल्नुभयो के बोल्ने आएको छ भने ड्रिङ्कको नाम के पर्यो ल अब त ड्रिङ्क चाहिँ के पर्यो ड्रिङ्कको नाम के हो मान्छे नाम नभन्दै मान्छे नाम मात्रै भन्नु ड्रिङ्कको नाम छिटो आइस क्यूब फिल ग्लास विथ ऑरेंज जूस इन्ग्रेडिएन्ट हैन क्या माथि ग्रे ओल 60 ml ओ अब यो कलर पर्यो अब यो कलर पनि एकछिन खाओ साथीहरु सरप्राइज वाले चाहिँ त्यो बनाइ पनि सक्यो हैन उहाँले बनाउनु पर्यो न तपाईले बनाउनु अरूलाई खुवाउने हो कि के हाल्नु ल बनाउनु 60 ml दामी बनाउनु है दाइ ल फर्ममा है फर्ममा Three ice cubes. मान्छेको हो चिन्नु त हुन्छ नि दाइ मेरो काममा नाम भन्नु न मेरो काममा नाम भन्नु त अनि सर अनि सर भाग्नु हो एकदम प्रिमियम
यो खाना लाँदै खेर जान्छ सबै भाइ खाने पर्छ है त मर्निङ गाइस मर्निङ ल अब यहाँबाट चेकआउट गर्ने बेला भयो अब निस्किनु पर्छ जस्तो छ अब यहाँबाट निस्क्यौँ ब्रेकफास्ट गरौँ अनि त्यसपछि भेटौँला है त रोडमा ल
हामी बसेको बिल्डिङ चाहिँ यो हो माथि उता माथि त्यो बाल्कनीवाला त्यसको साइडमा होला सायद हो कि त्यसको माथिपट्टि हो यो चाहिँ हाम्रो यहाँको बाटो चाहिँ ठ्याक्क टुकटुक हिँड्ने बाटो हिजो आज टुकटुकमा आएको थियो अब हाम्रो सेल्स टिमको लागि चाहिँ मिटिङ छ अरे अब उनीहरू चाहिँ बस्छ हामी चाहिँ फर्किने होला म चाहिँ ब्रेकफास्ट गरेर त्यसपछि निस्किन्छ 9 बजीदेखि सुरु हुने 9 बज्न लाग्यो 15 मिनट जति टाइम छ म 15 मिनट बसेर म चाहिँ ब्रेकफास्ट गरेर निस्किनु पर्ला हैन त्यो सजिलो हुन्छ हेलो साथी हो ल पार्क भिलेजलाई बाई बाई गरियो अब यहाँबाट आज हामी रेकर्ड गरेर निस्क्यौँ बाहिर गएर यसो लेमन खाने कि भन्ने सोचमा छ पार्क भिलेज लाग्यो है त स्विमिङ गर्ने भन्दा भन्दै कस्ट्युमै ल्याउनु बिर्सेछु मैले फेरि ल आइपुगेको ठाउँ चाहिँ यो हो के नो पार्किङ रे बाइक चाहिँ यहीँ लाग्यो त नो क्रेडिट देखाउँदैछ यहीँ बस्नु यहीँ ठिक छ यहीँ ल बाबाई सी यू ल यहाँबाट अब लाग्यो बुढा नीलकण्ठ यहाँबाट 15-20 मिनटमा पुगिन्छ होला बाबाई बाबाई जाँदा जाँदै तिम्रो निको हुन्छ न्युट्रलमा पुग्छ त बाइक ल निन्द्रा लागिसक्यो लागिहालौँ है चल्दिउँ यो कुन ठाउँ हो बुढा नीलकण्ठ हो ल सी यू है बाबाई ओहो मलाई त यस्तो देख्ने बित्तिकै मलाई ठ्याक्क हाम्रो त्यो मुभी छ नि फाइनल डेस्टिनेसन भन्ने त्यसको सिन याद आउँछ क्या अनि मलाई चाहिँ खासमा त्यस्तो गाडीहरूको पछाडि गयो कि यस्तो त्यो सानो सानो टिपरहरूले रडहरू बोकेर काठहरू बोकेर हिँड्छ नि त्यति बेला नि ठ्याक्क मलाई याद आउँछ क्या अनि म कहिले नि तिनीहरू त्यस्तो पछाडि बस्दिनँ आयो कि लेफ्ट राइट पछाडि चाहिँ ठ्याक्कै बस्दै नबस्ने सरर हिँड्ने मात्रै ल 15-20 मिनटमा पुगिन्छ होला ल म भ्लग हाल्छु होला दिउँसो भन्दा नि भोलि नभए पर्सितिर हाल्नु पर्ला पर्सितिर चाहिँ हालेर एडिट गर्न सक्छु कि हेरौँ एडिट पनि त्यस्तो खासै नजानेर बल्ल बल्ल यसो अमेच्योर मोडमा छु यहाँ पनि रेड लाइट रहेछ यार यहाँ पनि ट्राफिक सिग्नल राखेको रहेछ अन्त यो एरिया खासै आइँदैन बल्ल सिक्दैछु नि त खासै कुरा मलाई धेरै कुरा थाहा नै छैन यार त्यसको बारेमा
बल्ल सिक्दै भएको भएर त्यस्तो खासै चक्रपथ देखेँ मैले होइन। हामी उता चक्रपथबाट सिधा आएर महाराजगञ्ज हुँदै लाजिमपाट हुँदै यहाँ अब हामी यो ठमेल जाने बाटो हामी पुग्न लाग्यौँ। उता लेफ्ट साइडतिर दरबारमाग हामी सिधा जान्छौँ। सिधाबाट सिंहदरबारतिरको बाटोबाट हामी निस्किन्छौँ। यता राइटतिर चाहिँ ठमेल भयो, लेफ्टतिर चाहिँ दरबारमाग। गोप्रोमा चार्ज छैन, सकिन लागेछ। अर्को ब्याट्री पकेटमा छ, ब्यागमा। ठिक छ। आया कस्तो धुलो छ यार, हात पुरै डढिसक्यो। फेरि डढ्ने भयो यार। अस्ति भर्खर टी सर्टमा चलाएर ज्याकेट लगायो भने गर्मी लाग्छ, ज्याकेट लगाएन भने हात डढ्छ। ओहो यो जमल अब हामी यहाँबाट राइट, यता लेफ्ट लाग्यो भने दरबारमाग। अब 10 मिनटमा पुगिन्छ कि। जाम भएन भने आज शनिबार जाम खासै त नहुनु पर्ने। ग्रिन छँदैछ, भागौँ। यस्तो निन्द्राले हानिरहेछ भने टाउको पनि लास्टै देखिरहेछ। निन्द्रा नपुग्यो होला। यहाँबाट लेफ्ट सिंहदरबारतिर, त्यसपछि बानेश्वर हुँदै लाग्नु। खुलिरहेको छ यार, भाग्न पाए हुन्थ्यो। कति सेकेन्ड हो ला, टेन्सन भयो नि त यस्तो घाममा यार। परियो जाममा। माइती घर आइपुग्यो। अब यहाँबाट लेफ्ट अनि घर पुगिन्छ। ल अब 5-7 मिनटमा घर पुगिन्छ होला। ल गाइस, मैले अब यतिलाई नै इन्ड गर्नुपर्छ होला। भ्लग म अब 2-4 दिनमा अपलोड गर्छु। त्यसपछि यसो माया देखाइदिनु।
गोप्रोमा चार्ज पनि सकिन लागिसक्यो। अब यसलाई नै विन गर्नु पर्ला। ल सी यू गाइज, सी यू इन द नेक्स्ट भिडियो है। ल पहिलो गियर भाइ अनुपलाई माया गरिदिनु होला। ल सी यू नेक्स्ट टाइम। पहिला फर्स्ट अफ अल मेनी थ्याङ्क्स होइन पहिलोपटक ब्लग बनाउनको लागि मैले त्यो पनि मैले भनेको थियोस् होइन। यस्तो यस्तो ब्लग्सहरू अब टाइममा गइरहेको हुन्छ, भाइरल गराउने जिम्मा हामीहरूको छ होइन, हेरिदिने जिम्मा तपाईँहरूको छ। ल रिक्वेस्ट गर्न चाहन्छु के गर्नको लागि। ल अनु भाइको यो ब्लगलाई धेरैभन्दा धेरै लाइक सेयर सब्सक्राइब होइन सबै के गर्नुपर्ने हो तपाईँले रिप्लाईहरू होइन, मन परेन नयाँ ठाउँको कुन ठाउँको ब्लग चाहियो के चाहियो भन्ने कुराहरू कमेन्ट गर्नु। तपाईँले त्यही हिसाबको रेस्पोन्स कमेन्ट दिनुभयो भने तपाईँको डिमान्ड अनुसार हामी जे होस् फ्रिक्वेन्टली चाहिँ हामी चाहिँ अभाइलेबल गराउँछौँ। थ्याङ्क यू। हाई एभ्रिवान, पहिलो गियरमा अनुपमा स्वागत छ हजुरहरूको। मलाई आएन अरू के भन्न चाहनुहुन्छ? सपोर्ट अनुप ब्लग्स। प्लिज लाइक सब्सक्राइब एन्ड हिट द बेल आइकन।